काठमाडौँबाट पोखरासम्म चाहिँ वी डिसाइडेड कि हामी नाइट बसमा जाने सो द्याट भोलि बिहानैबाट हामीले हाम्रो जर्नी राम्ररी स्टार्ट गर्न सक्छौँ भनेर। दुईटा त्यहाँ तीनटा पछाडि एउटा त्यो हो। हामीलाई ड्राइभर दाइले भन्नुभएको अनुसार अब यहाँबाट 2 घन्टाको वाक पछि चाहिँ नेटवर्क नै हुँदैन। द्याट्स वाइ हामीले अहिले नै हाम्रो घरमा कल गर्न थाल्यौँ। अहिले चाहिँ इट्स अलमोस्ट 5 AM अनि हामीलाई हाम्रो डेस्टिनेसनसम्म पुग्नको लागि चाहिँ 2 घन्टा नन उकालो हिँड्नुपर्छ। त्यही भएर वी आर स्टार्टिङ इट फ्रम नाउ। हाम्रो फर्स्टबाट नै प्लान चाहिँ खाना बनाउनु नै थियो। त्यही भएर हामीले हाम्रो सब सामानहरू नै लिएर नै आएको थियो अनि दिनभरि हिँडेर नै होला आफूले बनाएको खाना खाँदा लाइक हेभेन नै फिल भएको थियो। गुड मर्निङ हैन। अब चाहिँ वी स्टार्टिङ आवर जर्नी अगेन। अब चाहिँ बिहानबाट हिँड्न स्टार्ट गरेको छौँ। अब कहाँसम्म पुग्छौँ लेट्स सी। आजको डेस्टिनेसन चाहिँ हाम्रो नर्थ एबिसीको बेस क्याम्प नै हो। अब बिहान बिहान राम्रो हावा पानी खाएर हिँड्दा आई गेस हामी पुग्छौँ भनेर। मिठो खाना खाएर एकछिन आधी घन्टा जतिको क्विक न्याप लिएर वी स्टार्ट टु वाक अगेन। मौसम हल्का चेन्ज हुँदै थियो त्यही नि इट वाज रियली एक्साइटिङ। अब मौसम पनि अलिअलि चेन्ज हुन स्टार्ट भइसकेको थियो। त्यही माथि अझै हामीलाई अलमोस्ट 3 घन्टा 4 घन्टाको उकालो हिँड्नु छ। खोलाको साइडमा हिँड्न ढुङ्गाको माथिबाट हिँड्नलाई इट वाज रियली फन है। त्यही नि आई वाज रियली एक्साइटेड कि अब के हुन्छ।
यो होल ट्रेकमा मैले सबभन्दा खुसी देखेको चाहिँ रोहन भाइलाई हो। भर्खर +2 सकेर नि होला, सानो सानो कुरा पनि यसले धेरै रमाइलो लिइरहेको थियो क्या। एकछिन अब चाहिँ हामीले रेस्ट गर्ने भनेर डिसाइड गऱ्यौँ, किनभने खाना खाएकोबाट हामीले अहिलेसम्म रेस्ट लिएको थिएन, हामी ननस्टप नै हिँडिरहेको थियो। त्यही माथि रोहन भाइले चना लिएर आएको थियो, त्यो वेस्ट पनि गर्नु भएन। त्यही भएर एकछिन भ्यू हेर्दै चना खाने डिसाइड गरौँ हामीले। हामीले भर्खरै एकजना दाइलाई भेटेको थियो, अनि उहाँले भन्नुभयो कि यहाँबाट बेस क्याम्प नजिकै छ। त्यो कुरा सुनेर हामी धेरै एक्साइटेड भयौँ। यो चाहिँ नर्थ एबिसीको बेस क्याम्प। हिजो राति हामी यतै बस्यौँ, अनि रातभरि निन्द्रा त लागेन, तर भ्यूहरू धेरै देखियो। एकछिन यस्तो राम्रो भ्यू देखेर कुद्न मन लागेर कुदेको, देन सडनली कुद्दा कुद्दै कस्तो थाकेको फिल भयो। त्यही भएर ब्याक टु माई नर्मल वाक। यही भ्यू हेर्नलाई मैले मेरो ट्रेक स्टार्ट गरेको थिएँ, एन्ड आइ एम भेरी ह्याप्पी कि फाइनली यो ट्रेक सक्यो, सो द्याट अब मैले मेरो नयाँ ट्रेक स्टार्ट गर्न सक्छु। स्टे ट्युन। राधे राधे।